साथीहरु म चाहिँ अहिले यहाँ उसमा सरङकोटमा यो केबल कार रहेछ यहाँबाट म फाइनल आइसकेँ। म टिकट पनि ल्याइसकेँ। केबल कारमा जाँदैछु। यो लिफ्टमा चाहिँ गएर यता टिकट घरमा टिकट काटेँ र यताबाट चाहिँ यो यस्तो छ यहाँ यस्तो रहेको छ। यसरी चाहिँ नयाँ केबल कार बनाएर चाहिँ म अब लिफ्टमा जाँदैछु। सर ल सर नाम के भयो युट्युबमा भिडियो जान्छ हजुरको? मेरो भक्तबहादुर छेत्री। कति बजी आइपुग्नु लाग्यो? यहाँ भयो 2-3 स्टार्टबाटै हो चोलेबाट। ल थ्याङ्क यू हजुर खुसी लाग्यो। ल हस् सर आउँदै गर्नु होला। हस् हस् थ्याङ्क यू। तल त्यहाँ जिल्ला प्रेसर पनि जान्छ। को यता यता कता छ? जी हस् यो जी होइन? अहिले म केबल कारमा लिफ्टमा बसेँ। अब यो लिफ्टबाट म तल जान्छु। लिफ्टबाट खुट्टो नभएर अप्ठ्यारो डर लाग्यो जस्तो भयो कि त्यो भएर जी ग्राउन्ड फ्लोरमा जी भने ग्राउन्ड फ्लोर आयो। अब यो खुल्दैछ। लिफ्टबाट फाइनल लिफ्टबाट बाहिर निस्केँ। अब म चाहिँ यता जान्छु। कताबाट पस्ने हो यहाँ थाहा छैन। यताबाट हो कि कता हो यस्तो रहेको छ यतातिर। यो माथि टावर छ नि यहाँ माथिबाट आएको झरेको म यता माथिबाट। त माथिबाट आएँ म यसरी झरेँ। यता जाँदैछु म। टिकट छ हातमा यो टिकट हो। यसमा जाँदैछु म। यो केबल कार आएछ। केबल कार आयो यो म चाहिँ तल यहाँबाट म सरङघाटबाट म पोखरा जाँदैछु। पोखरा कसरी हो खै छोडिहाल ल म केबल कार बसेँ। यस्तो छ यहाँ। यो बन्द हुन्न दाइ। यो ढोका बन्द हुन्न। यसरी घुम्दा रहेछ यो माथि बन्द हुन्न दाइ यो ढोका? बन्द हुन्छ। ल थ्याङ्क यू। यसरी नै अब एक्लै भएँ। अब पाँच साथीहरू सबै माथि गएँ। म केबलमा छु एक्लै केबल कारमा। यसो बसिरहेको छु। यस्तो छ यो माथि चाहिँ यस्तो घुम्दो रहेछ है। यहाँबाट चाहिँ मलाई चाहिँ लाँदैछ। किन ढिलो गरिरहेको छ यहाँ लगेन त। ल थ्याङ्क यू। अब म बन्द भयो र अब चाहिँ म यहाँबाट सरङकोटबाट एउटा लिफ्ट आयो। यताबाट आयो यो यताबाट आइसक्यो होइन। अब म चाहिँ यहाँबाट जाँदैछु। ल ल बाई बाई सरङकोट। बाई बाई सरङकोट। ल ल म अब फाइनली माथि पुगेँ। यताबाट जाने माथिबाट यताबाट आएँ यताबाट जान्थेँ। त्यहाँबाट आएको अब म जाँदैछु। अब यहाँ बिजुली भएन नि अड्कने बेर लाउनु फेरि। बाई बाई सरङकोट। फेरि अब साउन भदौमा सन्चो भयो भने अनि म फेरि आउँछु यो घुम्नलाई त्यो राम्रो ठाउँमा। म जे साँच्चै एक्लै भएँ म केबल कारमा। ल यताबाट आयो एउटा आयो रित्तै आएछ यार। कोही पनि छैन। मान्छेहरू आइन्छ रित्तै आउनु रहेछ। आउने नै रित्तै आइन्छ। एक्लै त पनि एक्लै म पनि एक्लै। तल बाटोमा रहेछ। तल बाटो रहेछ। म एक्लै छु साथीहरू। म एक्लै बसिरहेको छु अहिले। छ केबल कारमा छु म अहिले। सरङकोट गएको थिएँ बिहान कारमा आएँ। अहिले चाहिँ केबल कारमा जाँदैछु। तल गएर खाना खाएपछि म फेरि उता अफिसमा भेट्नु छ। अफिसमा भेट्नु जाने हो। यस्तो रहेको छ यता वरिपरि भ्युज हेर्न सक्नुहुन्छ। यस्तो
ल यस्तो छ है, तलतिर यस्तो रहेछ, यता माथि यस्तो रहेछ, यस्तो रहेछ। बाटो तलतिर बाटो रहेछ, तलको बाटो यस्तो छ, यस्तो बाटो छ, यस्तोको बाटो यस्तो छ। रित्ते आयो, यो पनि रित्ते आयो। त थाहा पाएको भए बिहान केबल कार्डमै आउँथेँ, अब त अर्को ठाउँमा केबलमा नै आउँछु। ल यस्तो छ, यता जङ्गल, यता बाटो क्रस गरेर फेरि यता आयो। ल साथीहरू, अब यता त्यही बाटो छ, हेर्नुहोस् यतातिर यस्तो छ, यता तलतिरको यता पछाडि आएँ म। अब यता तल चाहिँ सिन छ, यस्तो सिन छ तलतिर। म अहिले चाहिँ फाइनली सराङकोटबाट तल प्यामेमा जाँदैछु। यहाँ डिप्टी बसेर छ, मान्छे डिप्टी बसेर। ल बाई बाई सबैजना। ल यता अर्को आयो, मान्छे लिएर आएको छ कि एउटा मात्रै, एउटा मात्रै हो। ल तलको फेवाताल हेर्न सक्नुहुन्छ, यस्तो रहेछ। यताको तलको बाटो हेर्न सक्नुहुन्छ तपाईँहरूले सबैजनाले, तलको बाटो। अनि यतापट्टि यस्तो भिड रहेछ यता, र पछाडिमा पनि यस्तो अप्ठ्यारो बाटो रहेछ, यस्तो अप्ठ्यारोमा पनि केबल काटेर यहाँ भिड रहेछ। हेर्नुहोस्, ओहो लाग्नु तल भिड, ओहोइ ओइ लाग्नु तल भिड, ओहो हो हो हो, साह्रै अप्ठ्यारो रहेछ। अर्को जस्तो गर्छ त यार, के हो यो? यस्तो आइरहेछ लिफ्ट, लिफ्टमा गएँ। यता त यस्तो भिड रहेछ तलतिर है, अप्ठ्यारो भिडमा, यस्तो भिडबाट चाहिँ आइरहेछ यहाँ ठाउँ होइन। यस्तो यस्तो छ। म एक्लै छु, यहाँ कोही पनि छैन, मलाई डर लागिरहेको छ। बस सानोसानो टावर बनाएर सेक्युरिटी गार्डहरू पनि बसेको देखेँ मैले होइन। युट्युब च्यानलमा गएर सब्सक्राइब गर्दैन, म यो भिडियो युट्युब च्यानलमा गर्छु, प्लस फेसबुकमा पनि मैले राख्छु। बिहानको समय मान्छे धेरै नै हुँदो रहेछ, तर बेलुकीको समयमा दिउँसो 11 बजेको समय मान्छे नहुँदो, 10 बजेपछि मान्छे नहुँदो रहेछ, कम हुँदो रहेछ। उताबाट एउटा आएको छ, यो एउटा आयो। एक्लै एउटै गयो, एउटै गयो। 8-10 वटा जति देखेँ मैले ट्रालीहरू। मैले माथि छु अहिले, धेरै माथि छु म, धेरै अग्लोमा छु म अहिले। ठाडो बाटो आउँदा त माथिबाट लगभग चाहिँ 15-20 किलोमिटर, 20 किलोमिटर भन्दा पनि बढी छ यो। तपाईँले लगभग चाहिँ अन्दाजी मलाई यति किलोमिटर भन्ने थाहा भएन होइन, तर अहिले चाहिँ लगभग चाहिँ यति छ। यहाँ तलपट्टि घरहरू रहेछ, यतापट्टि मान्छेहरू रहेछन्, घरहरू रहेछन्। यताबाट मान्छे आएको छ, एउटा अर्को आएको छ, एउटा पछाडि मेरो पछाडि एउटा आएको छ, के हो जस्तो लाग्यो, भयो जस्तो लाग्यो। अब माथिबाट आएँ म, तब माथिबाट त्यो डोट डाँडादेखि उताबाट आएको। यो एक्लै गइरहेछ, यो एक्लै गइरहेछ त्यो पनि। म मात्र एक्लै तल झर्दैछु।
यो फेवातालमा कुहिरो लागेको छ। फेवातालमा फेवाताल हो, तलको ताल हो, तर कुहिरोले गर्दा देखिएन केही पनि। यो हो पोखरामा पामेबाट माथि सरङकोट को लागि यो केबल कारहरू राखिएको रहेछ। मलाई खुसी लाग्यो। म चाहिँ हिँडेर जान सक्थेन अनि कारमा आउन पनि धेरै महँगो लाग्थ्यो, तर यसमा चाहिँ सस्तो रहेछ केबल कारमा। तपाईँहरू चाहिँ यसमा आउनुभयो भने धेरै फाइदा छ, राम्रो छ। यो चाहिँ धेरै राम्रो, सस्तो पनि राम्रो पनि रहेछ यो। अनि तपाईँहरूले चाहिँ आएर यसमा भिजिट गर्न सक्नुहुन्छ। यहाँ सरङकोटको डाँडामा रहेको छ र तलबाट पामे भन्ने ठाउँबाट यो चाहिँ सरङकोट राखिएको छ। अब झन् अप्ठ्यारो बाटो आयो र यो धेरै ओह्रालो पर्यो र यसमा चाहिँ अब अर्को ठाउँमा त तलबाट नि आउने जाने गर्ने हो, तर धेरै अप्ठ्यारो भिड छ यहाँ। यो अप्ठ्यारो भिड छ, यो हेर्नुहोस् यहाँ भिडहरू छ, यहाँ हेर्न सक्नुहुन्छ। यस्तो ठाडो भिड छ। यहाँ चाहिँ यस्तो किसिमको भिडहरू छ। यहाँ एकदम ठाडै ओह्रालो भएको अवस्था छ र मैले साह्रै राम्रो यहाँ जति पनि यो मलाई यो भिजिट गराउने जुन यो केबल कारका जुन हाम्रा चाहिँ कर्मचारी हुनुहुन्छ पोखरामा सरङकोटमा रहेको, उहाँहरूले चाहिँ डराउँछ भनेर आत्तै बिस्तारै झार्नु भएको छ। मलाई खुसी लाग्यो यस्तो राम्रो ठाउँमा, होइन? नत्र गुर्खाहरूलाई पनि डर लाग्थ्यो। यस्तो भिड छ, अप्ठ्यारो, यस्तो ठाडो। माथिबाट हेर्नुहोस् त, यस्तो अब 2-3टा डाँडा काट्नु पर्दो रहेछ। यस्तो ठाडो बाटो आएँ। एकदम माथि हेर्नुहोस् त, त्यस्तो ठाडो बाटोलाई हेर्नुहोस्, माथि ठाडो हेर्नुहोस्। हो माथि डाँडा 2-3टा डाँडो काटिसकेँ। यहाँ यस्तो अप्ठ्यारो बाटो छ, तर पनि सुस्त गइरहेको छु। धन्यवाद छ उहाँहरूलाई। यस्तो अप्ठ्यारो बाटो, यस्तो ठाडै रहेछ। अब त्यो टावर तल रहेछ, टावरमा चाहिँ जाने। यस्तो बिस्तारै अप्ठ्यारो बाटोमा उहाँहरूले आफ्नो तरिकाले हिँड्नु भएको छ। यस्तो ठाडै बाटो रहेछ। हो यसरी चाहिँ चढाएको छु। म आनन्दसँग बसिरहेको छु, डराएको छैन। तर ठाडोमा चाहिँ सुस्त झार्नु भएको छ। यहाँबाट यस्तो अप्ठ्यारो बाटो छ, ल्याउनुहोस्। तल खाइ छ, एकदम डेन्जर। टावरहरू यसरी राखेर हेर्नुहोस्, टावर छ माथि। यस्तो टावर माथिबाट झार्नु भएको छ रहेछ। म यो पहिलो बार देखेँ ठाडै। र म फाइनली रूपमा अब चाहिँ पामे, तल पोखराको पामे भन्ने ठाउँमा झरिसकेँ। यहाँ होटल पनि रहेछ, होइन? यहाँ मान्छे पनि गइरहेछ, अर्कोमा गइरहेछ, त्यसमा गइरहेछ, माथि गइरहेछ। ठाडो उकालो हाल्दा छुइँ जाँदो रहेछ है, तर उकालोमा चाहिँ 13 मिनटमा यहाँ आइदो रहेछ। म अहिले चाहिँ 13 मिनटबाट भिडियो बनाइरहेको छु। 13 मिनटको भिडियो बनिसक्यो र म यहाँ फाइनली आइसकेँ। यो टावरमा आइसकेँ। अब यता यो पोखरामा रहेको छ पामे भन्ने ठाउँमा यस्तो बाटो। र फाइनली रूपमा म आइसकेँ। माथिबाट तल झरिदियो यस्तो रहेछ। यता माथि भिर ल्याउनुहोस्, माथि भिर टावरमा टावर बनाएर टावरहरू यस्तो छ, मान्छे खाली रहेछ। यो चाहिँ यो होटल। म चाहिँ होटलमा चाहिँ आएँ। अब यो होटलमा बस्न खानपिनको लागि राम्रो व्यवस्था छ क्या? यस्तो छ यो। माथिबाट झरिसकेँ म। 3टा डाँडा काटेँ यहाँबाट। एउटा गइरहेको छ, एउटा आइरहेको छ। यो होटल रहेछ यो। 10-12 तला होटल रहेछ यहाँ।
यो यस्तो छ यताबाट मान्छेहरू आइरहेको छ। अब म फाइनली स्टेसन झर्नेमा झरिसकेँ। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा सबैजना बाई। आइसकेँ खोल्यो मानिसले आइसकेँ। कता हो बाहिर जाने? कता हो बाहिर जाने? थ्याङ्क यू। फाइनली अब यसबाट म चाहिँ यहाँबाट केबुल गाडबाट झरेर म तलतिर आइसकेँ। अब म फाइनली बाहिर निस्केर अनि म पोखरा जान्छु। पोखरा भन्नाले पोखरा त पोखरै हो यो। अब यहाँबाट चाहिँ यस्तो छ, यहाँ यस्तो झर्ने भनेर देखाएको छ। जिप लाइन रहेछ एउटा आएको भनेर है। बाहिर जाने कता हो? यता हो? थ्याङ्क यू। धेरै माथि तल झर्नु पर्दो रहेछ फेरि। यता हो कि कता हो? यता हो कि यता हो? यताबाट रहेछ बाटो, यताबाट रहेछ ल। यस्तो छ यो घर, केबुल गाड घर यस्तो छ। अब यहाँबाट तलतिर जाने हो। धन्य खुट्टो मर्केन यार। पार्किङ सिस्टम रहेछ यहाँ। पार्किङ यस्तो छ। ल फाइनल ट्याक्सी स्ट्यान्डमा आयो। अब यहाँबाट चाहिँ हिँडेर जान सम्भव छैन। कसरी जाने हो? कोही खाली छ? यो कसरी जाने हो? कसरी लिने हो? नागढुङ्गा जाने हो? नागढुङ्गा 800 रुपियाँ मिलाएर उहाँ 800 त माथि सरङकोट गएको थियो है। यस्तो उता जाने मान्छेले त ट्याक्सी त लान्छ। हजुरलाई पनि थाहा छ नि 220 रुपियाँ लिटर तेल छ। अब हामीले पनि साहु गाडी चलाउने दिनको 1500 त उसलाई त बेलुका टापी बनाउनु दिने हो। क्याद्नुहुन्छ ल भन्नुहोस् हजुर। ल हेर्नुहोस् त अब के भयो खुट्टो? खुट्टो त छैन मेरो। अब खुट्टा नभएको होइन भन्नाले
मेरो चाहिँ एक्सिडेन्ट भएर यस्तो भएको अबे भित्र पर्छ नि अहिले पछाडि गर्नु त यसलाई हुन्छ मैले गरिदिएँ नि सर हो हेर त्यसले बिस्तारै ल्याउनु ल जाउँ त्यसलाई यसो खोलेर ल्याउनु नि सर होइन होइन यसरी क्या हेरी यहाँसम्म त हेरी यहाँ तान्न पर्छ ए ल फाइनली साथीहरू म अब अहिले उहाँबाट सरङकोटबाट गएँ सरङकोटबाट गएर फेरि केवलमा आएर अब यहाँबाट म ट्याक्सीमा फेरि बस्ने बास यस्तो रहेको छ बाटो देवतालहरू त्यो सबै कुरेर आएर केही देखिएन अहिले अहिले हिजो पानी आयो नि कहीँ पनि फुलेन के हो यो त वातावरण हो हजुरले अझै ऊ यता त पुम्दीकोट जानुपर्ने सर गल्ती गर्नुभयो हजुर पुम्दीकोट उनको जान त जानिएको तर अहिले जान्न भोलितिर जानु पर्ला ए त्यति आज मौसम यति शीतल बेला नगएर भोलि होइन त्यहाँ त ऊ भएन कि अब त्यो माथिबाट हेर्न केही देखिन्न काट माथिबाट पनि केही देखिएन त्यहाँबाट पनि केही देखिन्न होला पुम्दीकोट र अँ ए ऊ भन्नाले के यता खोज्नुभएको भन्नु पहिला यो सबै यसो क्याप्चर गरेर म युट्युबमा राख्छु युट्युबर हो म ए ऊ के अरे हिमालको देख्नु पाइने हिमाल देख्न पाइनँ यो पानी सानी यो फेबातल त फेरि एकदम क्लियर छ देखिन्छ माछा नजिकबाट देखिन्छ क्या नजिकबाट खिचेर हालेको छ होइन हजुरको त्यो पुम्दीकोटको त्यो मन्दिर छ नि त्यहाँबाट एकदम क्लियर देखिने क्या अनि हाम्रो घर कता कता छ कहाँ गराएँ ए मैले मन अलिक बसेँ क्या 8 वर्ष ए त्यहाँ केवलमा झरेँ नि हजुर त्यो ठाउँलाई के भन्छ भने त्यसलाई सेदी केबल कार सेती सेदी 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 हजुर त्यसलाई सेदी केबल कार भन्छ यो केवल कार पनि स्थापना भएको धेरै भएको छैन कि मान्छे धेरै जाँदो रहन्छन् अहिले के भनेको हजुरको यस्तो माइनस भयो अहिले त दिनको 6-7 कहिले जान्छ केबल कारमा त अहिले त बढी हल्लाउँछ के लाइन गएपछि ए त्यस्तो है हजुर गाह्रो छ नि यार म नि वहीँ सरङकोटै बस्छु क्या मेरो घरै सरङकोट हो साँझ जाने हो साँझ जाँदै बिहान आउने अनि साउलाई 1500 भएन बुझाउने तेल 220 रुपियाँ छ अहिले त घरको उहाँ घरका परिवार त जाँदैन बरु यहीँ मकैसँग खाने दिनको 1000 दिन्छ भन्छ न ल्याएर आफ्नो पहिलेदेखि खेल्ने उपाय छैन त्यस्तो भयो बढी खोजेर पनि भएन बढीको कुरै होइन कि सर जिन्दगी चल्न पनि गाह्रो भयो अब पहिला पहिला त बरु यसो 1500 आफूलाई यसो भात खाने पैसा बत्थ्यो अहिले त त्यही पनि नबत्ने भयो क्या यहाँ त हैरान परियो तेल महँगो भयो ढाका भाउ
नि अनि ड्राइभरलाई दिएपछि 1500 ट्याक्स त्यसले किस्ता जाने घर परिवार जाने त्यस्तो खाले 52 फेरि अब भने फेरि ऊ हुन्छ होइन म पनि 52 वटै खसेको यो चाहिँ पोखराको चाहिँ लेफ्ट साइड छ लेफ्ट साइड नि यो हजुरको खरे चोक हुँदै खरे चोक हुँदै लेफ्ट साइड छ हामी खरे चोक हुँदै लेफ्ट साइड साथीहरू म खरे चोक हुँदै लेफ्ट साइडको बाटो खतम छ स्कुल बिदा भएपछि त होइन अलिअलि स्कुल चल्दा पनि बरु अलिअलि मान्छे चल्दैन यो हलन चोक हो हलनचोकबाट म यता माथि निस्किन्छु म अहिले बाबु बल्ल यसो पढ्न त लड्ने अनि बिहा नगरे मैले बिहा गरेँ होइन अहिलेसम्म बिहा नगरे राम्रो के अनि छोरीको त आफ्नो जिउमा त पुरा नहुनुपर्ने छ जान्ने हो भने त बिहा गरेर फाइदा हुने जस्तो मान्छ हो बिहा गरेर खाना यही गर्नु हो न किन त भयो
होइन बिहा गर्ने यस्तो हो बिहा नगरे पनि बस्न पाइन्छ कि नपाइने भनेको होइन कि होइन एउटा आफ्नो एउटा के अब यस्तो पनि हो यसो भोलि बुढेसकालमा दुःख बिमार भयो भने बुढालाई बुढेसकालमा तपाईँले यति याद गर्नुहोस् हजुर। भन् त भन्नु होला हजुर बुढेसकालमा तपाईँलाई बिमारी सन्चो भएन नि तपाईँलाई छोडेर हिँड्छन् कि गर्दैन पैसा गाठ भयो भन्नु त कमाएर आएन खानालाई बस्छन् हो खानालाई पैसा भएन नि तपाईँलाई हेर्दैनन् त्यो पनि यति ख्याल गर्नुहोस् फेरि अब यो संसार संसारमा मेरो भन्ने केही जात छैन तपाईँ आएपछि गाडी ल्याउनु भयो हजुर तपाईँ आएपछि बुढी बिहा गर्नुभयो अरे, होइन अरे छोरी पाउनु तपाईँ आएपछि भयो सबै कुरा हजुर तपाईँ नभए त केही हुन्न तपाईँ चाहिँ मरि अर्कोलाई मर्नु भएको छ तपाईँलाई कोही पनि मर्दैन के भन्नुभएको मैले उतेनामा दिउँसो खाजा खान्न के अब तपाईँ अरू लागि मर्नु भएको छ नि त हो त्यो हो नि त कुरो म चाहिँ कसैको लागि मर्दैन हेर्नुहोस् त्यो पनि हो सर अनि हजुरको कस्तो भने अब म बिहान भनौँ न एकास भात खाएर निस्केपछि पेट चोकाइसक्यो दिउँसो पनि मैले उठेर खाजा खान्छु फेरि छोराछोरी भए पनि उयो बाबुआमाका के अरे आमाकै रहेछन् क्या हजुर चाहिँ जति मोदी अत्याचार मेरो छोराछोरी भन्नुहुन्छ नि आमाका त्यो म छोरा आमालाई रिस उठ्यो भने तेरो छोरी मेरो छोरा भन्छस् तेरो छोरा हो कि कसो मलाई थाहा छ भन्छ अनि लास्टा गरेर त्यस्तो पनि हो फेरि हो होइन कसैले नि आमालाई जतिको बाउलाई माया हुने रहन्छ मैले यो देखेँ हो त्यो धेरै ठाउँमा के हो बाबा माया गरेर खान्छ मान्छे अब जस्तो के समस्या पर्यो तेरो बाउ पोखराको पृथ्वी सो भयो पोखराको पृथ्वी चोक आएँ एकदम राइट लाग्छ साथीहरू लाइक कमेन्ट सेयर गर्नु होला अब आजलाई भिडियो अन्त्य गर्छु 32 मिनटको भिडियो बनाएँ यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्नु होला म अहिले फाइनली बस्ने स्थानमा आइसकेँ अब अहिले चाहिँ खाना खाएको छैन खाना खान्छु त्यसपछि चाहिँ फेरि भिडियो हाल्दै गर्छु सोसियल मिडियामा हेर्दै गर्नु होला विशेष गरी युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला है तपाईँ साथीहरू साथमा